अब यो चाहिँ टेम्परेचर वाइज चाहिँ अलिकति बाहिरी टेम्परेचर भन्दा तातो हुने कारणले गर्दा चाहिँ यहाँको पानी छिटो सुक्छ। सो हामीले यो माटोलाई चाहिँ मोइस्चर मेन्टेन गरिरहनु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अब एकपल्ट हामीले बेड रेडी गरेपछि चाहिँ अब सोइलहरू सबै रेडी गरेपछि अनि त्यहाँदेखि हामी सिड सो गर्छौँ। कति चाहिँ हामीले यो जङ्गलबाट मल ल्याउँछौँ, त्यो मल ल्याएको मलमै चाहिँ कति सिडहरू चाहिँ यसमै आउँछ आफै। जर्मिनेट भइसकेपछि त्यसलाई हामीले चाहिँ अब पोलिपटमा चाहिँ लानुपर्छ। पोलिपटमा लानुभन्दा पहिला चाहिँ हामीले रुट प्रुनिङ गर्छौँ। अब रुटहरू चाहिँ प्रुनिङ गऱ्यो भने चाहिँ पोलिपटमा इजिली त्यसलाई चाहिँ राख्न पनि सजिलो भयो। हामीले यो नयाँ भर्खर चाहिँ रोपेकोलाई चाहिँ हामीले उता सेड हाउसमा चाहिँ लिने गरेको छ। सेड हाउसमा लग्यो भने चाहिँ उसले चाहिँ अब टेम्परेचर चाहिँ नयाँ बिरुवाले चाहिँ टेम्परेचर अनि असिनाहरू पानी सबै चाहिँ त्यहाँ म्यानेज गर्छ। अनि त्यसले चाहिँ केही समय त्यहाँ राखिसकेपछि चाहिँ फेरि त्यो हामीले चाहिँ सिडलिङलाई चाहिँ बाहिर हार्डेनिङ चाहिँ गर्छौँ। अनि हार्डेनिङ गरिसकेपछि चाहिँ त्यो सिडलिङ चाहिँ यो बाहिरको इन्भाइरोमेन्टसँग चाहिँ युज टु भइसकेपछि अनि बल्ल चाहिँ हामीले स्टोरमा लगेर चाहिँ प्लान्टेसन चाहिँ गर्ने गरेको छ।